यो दृश्य कल्पना गर्नुहोस्। बिहानको शान्त समय, हल्का हावा चलिरहेको छ। एक बाबु र उसको एकमात्र छोरा चुपचाप पहाडतर्फ उक्लिरहेको छ। छोराको काँधमा भारी काठ छ। काठको वजन मात्र होइन, तर उसले नबुझेको एउटा गहिरो रहस्य पनि बोकेको छ। बाबुको हातमा आगो छ र अर्को हातमा चक्कु। शब्द छैन, केवल पाइला र हृदयभित्र बढ्दै गरेको एउटा प्रश्न। यो केवल उत्पत्तिको एउटा कथा मात्रै होइन र साथै यो कुनै एउटा साधारण पारिवारिक कथा पनि होइन, तर यो यीशु ख्रीष्टको सुसमाचारको छाया हो। हजारौं वर्ष अगाडि परमेश्वरले चित्रण गर्नुभएको। उत्पत्ति 22 अध्यायमा हामी पढ्न सक्छौं, परमेश्वरले अब्राहमलाई आफ्नो एकमात्र छोरा इसाकलाई बलिदान चढाउनु भन्नुभयो। सोच्नुहोस्, एक बाबुलाई कस्तो भयो होला, जसको छोरा प्रतिज्ञाको एउटा चिन्ह थियो, भविष्यको एउटा आशा थियो। त्यही छोरालाई एउटा वेदीमा राख्नु पर्ने, तर अब्राहमले तर्क गरेन, बहस पनि गरेन, आज्ञा माने। इसाकले आफ्नै बलिदानको काठ आफ्नै काँधामा बोके र अब्राहमले चाहिँ 2 कुरा बोके, आगो र चक्कु। आगो न्यायको चिन्ह, चक्कु क्रोधको प्रतीक। केही समयपछि इसाकले मन तोड्दै सोध्यो, बाबा आगो छ, काठ छ, तर बलिदानको थुमा कहाँ छ? उत्पत्ति 22 को 7। यो केवल प्रश्न मात्रै थिएन, यो मानवताको प्रश्न थियो। अब्राहमले आफ्नो आँखाको अगाडि नदेखे तापनि विश्वासले जवाब दिए, परमेश्वर आफैले थुमा दिनुहुनेछ। उत्पत्ति 22 को 8। शताब्दीहरू बिते, समय परिवर्तन भयो, तर परमेश्वरको योजना परिवर्तन भएन। अर्का एक पिता आफ्नो एकमात्र पुत्रलाई त्यही क्षेत्रतर्फ डोराउनुहुनेछ, मोरियाकै दिशामा। तर यसपटक इसाक छोरा होइन, तर यसपटक छोरा येशू हुनेछ। येशूले